सो हेलो गाइज आइएम गौरव एन्ड म आज पनि ढिलो समय सुतेर चाहिँ 8:30 अनि उठेँ कपडा लाएँ तल गएको दोकान जानको लागि दाइ त मस्तो हुँदो रहेछ अनि त्यसपछि पसल गएर एक चुटकीमा सामान यताको उता पारिदिएँ मैले कति छिटो अनि फेरि माथि गएँ कपडा चेन्ज गरेँ फेरि स्कुट लिएँ घुमाएँ अनि पफ र दुध लिएँ अनि पसलबाट अनि फेरि पसलमा पुगिसकेँ म पसलमा गएर पफ र दुध पनि राखिदिएँ हेलमेट खोलेर यसो मस्तसँग पारा देखाउँदै बसेँ अनि म चाहिँ चिया पकाउनुतिर लाएँ मस्त अदुवा थिचेँ थिचेपछि त्यहाँ चियापत्ती हालेँ दुधमा उम्लेपछि अनि चिनी हालेँ चिनी चाहिँ अड्कलेर हाल्नुपर्छ अनि मैले अदुवा पनि हालेँ सबै थिचेको जति अनि एकैछिनसम्म मस्तसँग चलाएँ मस्तसँग पाकेपछि मैले मस्त 2टा गिलास ट्याक्क राखिदिएँ अनि मजाले छानेर दिइहालेँ मैले चाहिँ अर्डर यहाँ चाहिँ यस्तो मिठो छ भन्नुभयो अनि मैले नि कस्तो रहेछ भनेर खाना लाग्यो यहाँ ट्याक्कै अर्डर आएछ चुरोट पनि दिएर मैले नि पफसँग खान लाएँ एकैछिनपछि भात पनि रेडी भइसक्यो अनि भात पनि हामीले गम खाइदियौँ भ्याइदियौँ अनि धारातिर गएर आयो हातसाथ धोएर अनि आलु बसाल्न बसिसकेँ म चाहिँ पानीपुरी गरेर चटपटीको लागि अनि त्यो बसालेर बाहिर आएको थिएँ यहाँ चाहिँ दाइहरू चाहिँ क्रिकेट खेल्दै हुँदो रहेछ म पनि गएर यसो खेलेँ अनि खेलेर भएपछि सब आउनु अनि चिया भन्नुभयो अनि म फेरि चिया बनाउनुतिर लागेँ गाइज चिया चाहिँ अब सेम प्रोसेस हो जति बेला नि एउटै अघि जस्तै हजुरलाई भनिराख्नु पर्दैन होला मिठो चिया खाने भए चाहिँ आउनु होला त्यो दाइहरूले चाहिँ हल्का जुठो गिलास हुन्छ भनेर त्यो नखाने चाहिँ कप अनि पेपर कपमै दिएँ मैले चाहिँ अनि गएर चुरोट यत्तिकै बाल्दिएँ अनि कस्तो भयो भनेर खाएको यस्तो मिठो भएर चाहिँ अनि म फेरि हेलमेट लगाएर स्कुटी निकालेर हिँडेँ चुरोट लिएँ अनि चुरोट हाल्दा पसलमा खस्यो अनि कमिसन त खानु पऱ्यो चक्लेट अनि पसलमा पुगेँ मस्त स्कुटी चिसो भित्री बाटो हावा खाँदै अनि ल चुरोट चाहिँ मम्मीलाई दिएँ त्यहाँ राखिदिएँ अनि चक्लेट पनि एउटा मैले लिएँ 2टा मम्मीलाई दिएँ पछि एक्स्ट्रा चाहिँ मैले त्यहाँबाट लुकाएर लगेँ अनि मैले खाएँ यो चाहिँ मिठो हुँदो रहेछ गाइस 5 रुपियाँको एउटा भएपछि मिठो हुनै पऱ्यो अनि हेलमेट खोल्यो कपाल मिलाएँ अनि मम्मीले चटपटे बनाउनु भएर चाहिँ मस्तसँग खाइयो यो चाहिँ बेलुका खाना साटो आएको मम्मीले र मैले चाहिँ दाइले चाहिँ माथि गएर खाना खानुभयो माथि भनेको चाहिँ होस्टेलमा गाइस अनि म चाहिँ वासरुमबाट बाहिर आउनु लाग्यो त दाइले त पुरै टेबलहरू पनि भित्र हालेर प्याक हान्न लगाइसकेको रहेछ अनि छिटो हामीले पनि पसल बन्द हान्यौँ र अनि हिँड्न थाल्यौँ घरतिर गाइज हामी 3जना एउटा स्कुटीमा मस्तसँग हिँडिदियौँ अनि घर पुगिसक्यौँ हामी चाहिँ गाइज अहिले चाहिँ म त यस्तो पारा देखाउन थालिसकेँ अनि घर पुगेर म चाहिँ आधी घन्टा जति पढेँ यो के पढेँ अहिलेसम्म बिर्सिसकेँ तर पढ्न चाहिँ पढेँ अनि फेरि म सुत्नतिर लागेँ सो गाइज हजुरलाई ब्लग कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला आजलाई यति नै ओके बाई गाइज।